बझाङमा पत्रकारमाथि ज्यान मार्ने प्रयास। 12 घण्टासम्म प्रहरी बेखबर बझाङ। बझाङको मस्टा गाउँपालिका 6मा एक अभूतपूर्व घटना भएको छ, जसले देशभरमा सञ्चारकर्मी नागरिक समाज र सुरक्षा निकायप्रति गम्भीर प्रश्न उठाएको छ। स्थानीय पत्रकार अनिल छेत्रीमाथि सोही गाउँपालिका वडा अध्यक्षद्वारा ज्यान मार्ने प्रयास भएको खुलासा भएको छ। सबैभन्दा गम्भीर प्रश्न, वडा अध्यक्षका भाइले पत्रकार छेत्रीलाई ढुङ्गाले प्रहार गर्दै टाउको फुटाएको दृश्य स्वयं पत्रकारले गरेको फेसबुक लाइभमा देशको प्रत्यक्ष देखियो। घटनाकै बखत अनिल छेत्रीले फेसबुकमा लाइभ गर्दै मद्दत मागिरहेका थिए। लाइभमा हिंसक भिडको दबाव, वडा अध्यक्ष र उनका भाइको आक्रामक व्यवहार, पत्रकारमाथि गरिएको ढुङ्गा प्रहार र छेत्रीको टाउकोबाट बगिरहेको रगत स्पष्ट देखिन्थ्यो। यस दृश्यले सामाजिक सञ्जालमा विस्फोटन प्रतिक्रिया उत्पन्न गरेको छ। 12 घण्टा बितिसक्दा पनि प्रहरी कहाँ छन्? सबैभन्दा धेरै आलोचना भइरहेको बिन्दु के हो भने पत्रकारले घटनाको क्रममा नै प्रहरीलाई कल गरेका थिए, तर 12 घण्टा नागिसक्दा पनि बझाङ प्रहरी घटनास्थलसम्म नपुगेको स्थानीय स्रोतले जनाएका छन्। यसको उठाउने मुख्य प्रश्नहरू, प्रहरी किन समयमै चलायमान भएनन्? स्थानीय शासकका जिम्मेवार कार्यालयहरूले किन मौनता अपनाए? एउटा पत्रकारले सार्वजनिक रूपमा गुहार माग्दा पनि सुरक्षा नपाउने हो भने आम नागरिक कति सुरक्षित छन्? सुरक्षा निकाय र सरकारमाथि गम्भीर प्रश्न। प्रहरी प्रशासकमाथि हाल व्यापक प्रश्न उठाउँदैछ। अन्तर्राष्ट्रिय मानव अधिकार तथा प्रेस स्वतन्त्रता समूहहरू पनि अब यस विषयमा प्रतिक्रिया दिन सक्ने सङ्केत देखिएको छ। नेपालभित्र पत्रकार सङ्घहरू, मानव अधिकार कर्मी, कानुनी विशेषज्ञहरूको सबैभन्दा कडा प्रतिक्रिया आउन थालेका छन्। जनताको माग छिटो छानबिन, तत्काल कारबाही, स्थानीय तथा राष्ट्रिय स्तरका एकै स्वर सुनिँदैछ। छिटोभन्दा छिटो निष्पक्ष छानबिन होस् र दोषीमाथि कडा कारबाही गरियोस्। एलाई भिडियो आफै भुइँचालो सरह प्रमाण बनेको छ। अब ढिलाइको कुनै कारण रहँदैन भन्ने नागरिकको धारणा छ। सञ्चारकर्मीमाथिको आक्रमण राज्यमाथिको प्रत्यक्ष चुनौती हो। यदि एउटा पत्रकारले लाइभमै रगत बगाउँदै सुरक्षा चाहियो भन्ने गुहार्दा पनि प्रहरी समयमै पुग्दैन भने यो केवल एक व्यक्तिको मुद्दा होइन, सम्पूर्ण प्रेस स्वतन्त्रता र नागरिक सुरक्षाको जगोमै प्रहार हो। दोषीलाई कारबाही होस्, पीडित पक्षलाई न्याय मिलोस्, भविष्यमा यस्ता घटनाको पुनरावृत्ति नहोस्।